छ न्यूनतम र अधिकतम। र यसको एउटा फर्मुला छ धेरै जस्तो हामी झुक्छौँ। यहाँ चाहिँ t = f + r - 1 फर्मुला हुन्छ। तर यो सबैमा चाहिँ युज हुँदैन है। त्यसैले यस्तो टाइपको जुनसुकै प्रश्नहरू भए पनि हामीले एउटा लाइनबाट बनाउन सजिलो हुन्छ। त्यो लाइन भन्ने चाहिँ एउटा सिधा रेखा तान्ने। यहाँ a b c उभिएका छन् र a र b का बीचमा 5 जना हुन्छ है। a र b का बीचमा 5 जना भनेको छ र b र c का बीचमा 8 जना। अहिले हामी कम्प्लिट भयो। त्यसभन्दा पछाडि अनि c भन्दा अगाडि 4 जना हुन्छ है। अब यहाँ चाहिँ c भन्दा अगाडि 4 जना हो। त्यसैले c यता आउँछ, यहाँ चाहिँ 4 जना। त्यस पछाडि a भन्दा पछाडि 25 जना छन् भनियो है। र यहाँ के भनेको छ भने b र c का बीचमा 8 जना, b र c का बीचमा 8 जना। यहाँ यो 5 एउटा a 6 भने 2 जना यहाँ भयो। अब चाहिँ b र c को बीचमा 8 जना। त्यसपछि a भन्दा पछाडि 25 जना भनेको छ। अब यो a भन्दा पछाडि पछाडि भन्यो हाम्रो दायाँतिर जान्छ, अगाडि भन्यो भने हाम्रो बायाँतिर आउँछ। भनेपछि अब a भन्दा पछाडि 25 जना, यो 5 जना, एउटा यो b गरेर 6 जना। a भन्दा पछाडि 6 जना अलरेडी नै आइसक्यो। अब जम्मा हुनुपर्ने 25 जना मध्ये यहाँ चाहिँ 19 जना। अब न्यूनतम र अधिकतम कति होला? अब यहाँ चाहिँ यो न्यूनतम है, न्यूनतम यो 4 जना प्लस यो 2 जना प्लस यो 5 जना प्लस यो 19 जना प्लस एउटा a एउटा b एउटा c गरेर 3 जना होइन, 3 जना। भनेपछि 5 2 7 7 4 3 त्यो बराबर यो चाहिँ 33 जना है। अब अधिकतम भनेपछि भएको सबैलाई जोड्नु हैन। यसमा अधिकतम कति हुन्छ भने अधिकतम यहाँबाट सुरुमा 5 जना, त्यसपछि हाम्रो 8 जना, त्यसपछि हाम्रो 4 जना, त्यसपछि हाम्रो 25 प्लस त्यसपछि हाम्रो a b र c गरी 3 जना हैन। यो 3 जना गर्दा जम्मा हुन्छ हाम्रो 45। ल मैले यो बीचको प्याटर्नबाट आएको छु। यो बारेमा अझै बेसिक जानकारी म पाउन सक्छु।